हतियार हो शिक्षकको कलम है ल हेर्नुहोस् अब यो भन्दै जानु होला है मेरो हातमा कुनै सोच छैन नभन्नु होला है यो भन्नुहोस् रातो फुल किनभने मेरो आवाज बिग्रिएको छ अनि मलाई सहयोग गर्नु रातो फुल रातो फुल रातो फुल रातो फुल रातो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल धन्यवाद धन्यवादले एकदम जे छ त्यो भनिदिनु भयो धन्यवाद है शिक्षकको कलममा भन्नुहोस् रातो फुल रातो फुल रातो फुल रातो फुल रातो फुल रातो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल रातो फुल रातो फुल रातो फुल पहेँलो पहेँलो जे पनि हुन सक्छ शिक्षकको कलममा रातो फुल पहेँलो फुल रातो फुल रातो फुल पहेँलो फुल पहेँलो फुल रातो फुल रातो फुल पहेँलो फुल धन्यवाद जे हेर्न त्यो भने हामी त सही ज्ञान दिने हो नि भनेको सही ज्ञान दिने एकदम महान व्यक्ति यो सरकारले सम्मान गर्नुपर्छ र हाम्रो माग भन्नुहोस् यो शिक्षकको कलममा ताकत छ शिक्षकको कलममा ताकत छ ल हेर्नुहोस् भन्नुहोस् रातो फुल पहेँलो फुल पहेँलो फुल रातो फुल रातो फुल रातो फुल पहेँलो फुल पहेँलो फुल पहेँलो फुल माथि पहेँलो फुल पहेँलो फुल रातो फुल रातो फुल पहेँलो फुल माथि त पहिलो फुल छ नि त माथि पहिला तीनटा पहिलो थियो भन्नुहोस् रातो फुल पहेँलो फुल रातो फुल रातो फुल शिक्षकको कलममा प्रत्यक्ष राख्नु